हे गाइज वेलकम टु माई मिनी ब्लग। मेरो मिनी ब्लगमा हजुर सबैजनालाई स्वागत छ। न्यू डे न्यू मिनी ब्लग। अनि आजको मिनी ब्लग रहेको छ म चाहिँ घरमै हेयर कलर गर्ने सोचेँ। अनि यस्तो जाडोमा चाहिँ मम्मीले नगर नगर टाउको दुख्छ भन्दै हुनुहुन्थ्यो, तर मलाई चाहिँ एकदम चुल मचेको थियो यो चिज गर्नको लागि। अनि मैले चाहिँ फाइनली यो चाहिँ मेरो बिफोरको भिडियो हो भने, अनि मैले चाहिँ कलर गोल्डन कफी ब्राउन कलर सेड चुज गरेको थिएँ न्यू लुकबाट होइन। नेपालीबाट नेपाली प्रोडक्टै युज गरौँ न भनेर चाहिँ मैले त्यसैको कलर पनि लिएर आएँ होइन। दुईवटा डेभलप गरेर एउटा कलर लिएर आएँ। मेरो जतिको लेन्थ हुनेलाई चाहिँ एउटा कलर इनफ हुँदो रहेछ है। त्यसलाई ल्याइसकेपछि कलर र डेभलपर हालेर मैले चाहिँ मिक्स म्याक्स गरेँ होइन। अनि यहाँ चाहिँ भाउजूले मेरो कपाललाई चाहिँ पुरा पार्टिसन दिँदै हुनुहुन्छ है, प्रोफेसनल तरिकाले पुरा क्लिप स्लिप लगाएर पार्टिसन निकालेर। उहाँले पनि पार्लर सिक्नु भएको हो नि त, सो उहाँले चाहिँ मजाले मेरो भित्रभित्र कलर लगाइदिनु भयो। अनि मलाई चाहिँ एकदम रमाइलो पनि लागिरहेको थिएँ यति चिज गर्दाहरू, किनभने इन्जोय गरिरहेको थिएँ कि मैले चाहिँ। अनि यहाँ मैले भन्दैछु भाउजू यो कलर मलाई नराम्रो देखियो भने कस्तो होला है भनेर। अनि केही नराम्रो देखिन्छ भन्दै हुनुहुन्थ्यो, नभए कालो लगाइदिउँला नि भन्दै हुनुहुन्थ्यो। अनि टाउकोमा प्लास्टिक बाँधेर त्यसपछि चाहिँ ट्रिटमेन्ट क्रिमले मजाले मसाज गरिदिनु भयो भाउजूले चाहिँ मेरो कपाल। दुईचोटि नुहाउनु पर्छ भन्दै हुन्थ्यो, म त एकैचोटि नुहाउने यो जाडोमा को नुहाउँछ दुईचोटि भन्दै। अनि आफ्टर कलरिङ मेरो हेयर चाहिँ यस्तो देखिएको छ होइन। म चाहिँ तलको कलरबाट त सेटिस्फाई थिएँ होइन, तर माथि चाहिँ उपरै कलर लाग्यो क्या मेरो चाहिँ तालुनिर। तर ठिकै छ, एक दुईचोटि नुहाएपछि जान्छ भन्दै हुनुहुन्थ्यो भाउजूले। मलाई त राम्रो लाग्यो, हजुरलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। थ्याङ्क यू फर वाचिङ, लभ यु अल, बाई गाइस।